अनुराग दादा चाहिँ हेर्नु बाइक धुँदै हुनुहुन्छ। के छ खबर अनि काकी? शेर भयो। ए ल तिमी पनि त्यसरी हेर्नुहोस्। कहिले पनि दुर्घटना नहोस् भनेर आज फेरि हाम्रो गाडी आज विश्वकर्मा पूजा हामीले मजाले गरियो। सबैजना मिलेर 4वटा बाइक छ, एउटा साइकल छ। 3, 2, 1 Start. हेलो नमस्कार साथीहरू, गुड मर्निङ हो सबैजनालाई। हामी माथि भर्खर उठिसक्यो होइन। आज चाहिँ असोज 1 गते विश्वकर्मा पूजाको दिन छ। आज हल्का पूजा हुन्छ यहाँ, त्यसैको आज चाहिँ ब्लग हुन्छ। सबैजना कन्टिन्यू हेर्नु होला है साथीहरू। र अब यहाँ चाहिँ बाइक धुने काम हुँदैछ होइन। काका त्यहाँ हुनुहुन्छ, अनुराग काका, यहाँ काकी हुनुहुन्छ। बाइकहरू त्यहाँ छ, अब धुनु बाँकी छ। अब धोएपछि पूजा हुन्छ। के छ खबर अनि काकी? यता काकीको खबर के छ अनि? नरी भन्नु न। यता सम्झन आउँदैछ। कहिले भनेको? भाइको 1-2 कुरा राख लु। बोजू पनि हुन्छ। बोजूले पनि 1-2 कुरा राख्दिनु। ल भन त लु, यहाँ बाइक अगाडि उभिएर ल। काका चाहिँ यहाँ हुनुहुन्छ। टल्किन आँटिसक्यो यहाँ बाइक चाहिँ आयो। भन त लु, त्यहाँ उभिएर ल ल। सक्यो धुनु सक्दिन ल। म यहाँ चाहिँ यहाँ वास हाल्नु जान्छु। हेलो गाइस, अनुराग दादा चाहिँ हेर्नु बाइक धुँदै हुनुहुन्छ। शरीरमा पानी लाउँदैछ, टक्क गर्दैछ यहाँ अनि बसेर। हमारा बुलेट इधर है। सम्मान यति मार गर्दै यहाँ त टक्कामा राम्रो बनाइदिनु म नआउँदै के देख्नु।
ल नाम भन तिमीहरूको त्यस्तो हुन्छ नाम चाहिँ अलिक मजाले भन भएन रे अलिक मजाले भन न ए ल तिमी पनि त्यसरी भन ऊ तिमी भन उसको अरे फाइनल्ली गाइज होइन हामीले चाहिँ यो बाइक पनि धुएर राखिसक्यौँ यहाँ एउटा दुईवटा तिनवटा यहाँ मनोज दाईको अनि यो नवराज काकाको यो बाजेको यो अर्को साइकल छ अनि यहाँनिर भइसक्यो अब पूजा गर्न बाँकी छ तपाईँलाई म एउटा सिनेमेट्रिक पनि देखाइदिन्छु है हेर्नु होला है बाइक अहिलेसम्मको हाम्रो काम चाहिँ यहाँ यस्तो भइरहेछ त्यहाँ साइकल एउटा यहाँ बाइक 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 हेलमेट 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 अनि यहाँ सम्यम छ भन त के आज कस्तो भइरहेछ के छैन स्कुलको छुट्टी भएन बन्द गरिदेऊ न अनि के हुन्छ त्यसो गर्दा ल अनि हाम्रो यहाँ पूजाको सामानहरू चाहिँ यहाँनिर छ यहाँ रिबन छ यहाँ फुलसुलहरू यहाँ के अरे यो अबिर सबिर छ यहाँ बुन्या छ धेरै धेरै उ छैन र यहाँ गाडीहरू पनि कुदिरहेको छ पूजासुजा गरेर बाइक यहाँ यस्तो अवस्थामा छ अनि यहाँ काका हुनुहुन्छ हाम्रो नवराज काका के छ आउने खबर काका ओइ कुन्डु कुन्डु यहाँ पर्खेको यहाँ हाम्रो काकालाई काका पनि आउनुभयो मनोज दाइ तर काकाले हल्का अलिअलि पूजा गर्नुभएछ घरमै पनि सम्म छ यता बाजे हामी 4-5 जना मात्रै छौँ आज त्यहाँ कलार अब त्यो बाइक त्यहाँ स्ट्यान्डमा बस्छ र त्यहाँ एउटा बाइकलाई स्ट्यान्ड लगाउने काम भइरहेछ अब चाहिँ पूजा सुरु हुन्छ अनि यहाँ हाम्रो बाजेको घर अगाडि हुन्छ काकाहरूको घर अगाडि अब सुरु हुन्छ क्या पूजा काका यहाँ आउँदै हुनुहुन्छ यहाँ चाहिँ पूजाको सामानहरू चाहिँ सबैजना पुजारी सम्यम पनि पुजारी उसले राम्रो बनाउँदैछ राम्रो बनाऊ है त्यो पछि उ भ्लगर हुने त्यो त कि होइन ए अर्को आउँछ ल नमस्ते मेरो नाम हो सम्यम गुरुङ अनि आज चाहिँ हामी पूजा गर्न लागेका छौँ स्टार्ट गर्न लाग्छौँ अहिले हेर्न सक्नुहुन्छ नि हेर्नु होला फुल भिडियो हेरेर जानु होला धन्यवाद होइन नमस्ते लाइक कमेन्ट सब्स्क्राइब गरिदिनुहोस् होला यहाँ बाजे मनोज दाइ पूजा गर्दै हुनुहुन्छ सबैजनाले यहाँ पूजासुजा गर्दै हुन्छ अब विश्वकर्मा बाबाले सबैको रक्षा गर्नु न आजको पूजाले केही नलागोस् चोटपटक सबैजना रक्षा गरोस् है त्यसकै शुभकामना आशीर्वाद लागोस् विश्वकर्माको सम्झेर तिमीलाई त्यहाँ यहाँको ग्रामठान देवीहरू साथी राखी
आज विश्वकर्मा बाबाको पूजा हामीले चाहिँ एकदम संयुक्त सबै आफ्नो युवाहरूमा कहिले पनि दुर्घटना नहोस् भनेर आज फेरि हाम्रो गाडीहरू बाइकहरूमा सबैलाई आज फेरि प्रार्थना मागेर शुभ दिन र शुभ यात्रा सधैँभरि रहोस् भनेर हामीले प्रार्थना गरेका छौँ परमेश्वर। खै यता अनि सुन्दैन त मनोज दाइ मेरो त मनमा नै जान्छ हो साइलेन्ट हो काका पनि सुन्दैन बाजे जस्तो सबैलाई सुनाएर पो माग्नु पर्यो त आशीर्वाद होइन पूजा गर्दै हुन्छ अरूले म त यहाँ छु मैले अब हामीले पनि पूजा गर्ने पूजा हुन्छ अगरबत्ती के भयो अरे मैले दिएर चाहिँ मेरो हुन्छ होइन आज त के यस्तो दिन्छ ल ठिक छ प्रसाद चाहिँ लिएर आउनु नि प्रसाद वितरण भइरहेछ होइन इन्जिनमा पुजौँ होइन इन्जिनमा देखाऊ कति पुज्ने हो होइन यो इन्जिन चाहिँ पुगेको छैन मैले बुझ्नु लाग्छ Yes, guys. पसिना आइसक्यो है सामान छैन पसिना चाहिँ आएको घामले चाहिँ एउटा हात टल्छ इन्जिन नचली कहाँ ब्रेक चल्छ हाम्रो पूजा भइरहेछ होइन स्पेसल्ली पूजा चाहिँ कस्तो भइरहेछ समय पनि बताइदेऊ राम्रै एकदम राम्रो भइरहेछ होइन सबैजनाले खुसी भएर गरिरहेछ पूजा होइन स्वस्तिकबाटको हामीले यहाँ होइन समय मेरो स्वस्तिक बनाइ कस्तो छ त पूजासुजा भइसक्यो बाइकको लुक यस्तो आउँछ आएको छ यस्तो आएको छ अनि त्यहाँदेखि यस्तो भएको छ बाइकको लुक्स यो हाम्रो आर्ट गर्ने चाहिँ हाम्रो दाइ हुनुहुन्छ मनोज दाइले आर्ट गरेको यो ऊ चाहिँ स्वस्तिक र उमको अनि सबै हो यहाँ अब हाम्रो काकादेखि टिका लाउने काम अहिले रहेको मध्ये काकै हुनुहुन्छ यहाँ बुढापाका जेठोपाका भनौँ कन्ने केटा यता समयलाई अब मलाई पनि टिका लाउने कुरो भइरहेछ होइन ल यता हाम्रो अजय काकाको भइगयो अनि यता मदन बाजेको बाइक
यहाँ टाउकोमा के हो आशीर्वाद हो आशीर्वाद ल फोटो हान्दियो यहाँतिर र अब यहाँनिर भइसक्यो पूजासुजा सकिसक्यो अब फोटो खिच्ने गाइजहरु प्रसाद मुख जुठ्याउँ प्रसाद अनि अघि खाइसके गाइजहरु यहाँ यस्तो लुक्स आएको छ ट्याक्कै यस्तो माथिदेखि हेर्दा यस्तो देखिन्छ देख्न सक्नुहुन्छ अनि त्यहाँदेखि हाम्रो यता प्रसाद बाँड्न हिँडिरहेछ बाबु सिस्टम हो प्रसाद बाँड्देऊ त लु कसलाई बाँड्छ के छ त यहाँ नि खबर टिका चाहिँ लाग्छ फुलै नदिने यहाँ भाउजूलाई दिँदै हुनुहुन्छ प्रसाद टिका अब हाम्रो पूजा पनि आजको पूजा त यस्तै भयो पूजा पनि अब सकिँदै गयो पूजा कस्तो भयो त दाजु मनोज दाजु पूजा कस्तो भयो त एकदम बवाल छ हैन उता उता चाहिँ के अरे यो एउटा छ यसले अर्को साल जन्म ब्लग फलो गरिदिनु अनि यसो कमेन्ट पनि लेख्दिनु होला हैन खाने बेला भयो ल मैले आफै टिपेर खाएँ ल कस्तो भयो त काका पूजा एकदम यहाँ सफल बताइदिनु त यो समारोह सानोमा इच्छा होइन आज विश्वकर्मा पूजा हामीले मजाले गरियो सबैजना मिलेर 4वटा बाइक छ एउटा साइकल छ मजाले गरिएको छ आज 2081 को आज 1 गते होइन त असोजको असोज 1 गते जहिले विश्वकर्मा चाहिँ यसरी नै भेला भएर गर्न पाइयोस् त्यही छ है विश्वकर्मा माता कि जय ल अब फोटो खिचौँ ल धन्यवाद खाने छैन अहिले ढिलो गराउनु छ्यास हान्ने हो सबै मेरै है सबै मेरै है हाम्रो पूजा पनि सकिसकेको छ अब आजको भिडियो यस्तै भयो होइन साथीहरू र पूजासुजा यस्तै भयो आजको विश्वकर्मा बाबाले सबैको रक्षा गरून् यो मोटरसाइकलहरूमा चढ्दा कसैको पनि केही नहोस् होइन त्यही भन्न चाहन्छौँ